मैले राजाको फोटो राख्न नपाउने तपाईले माओ लेनिन भएभरका सारा संसारका भूत पिचास ल्याएर तपाईको पार्टी कार्यालयदेखि तपाईको भित्तामा टास्न पाउने, कार्ल मार्क्सको बर्थडेको दिनमा तपाईले केक काट्न पाउने। अनि मैले चाहिँ आफ्नो देशमा भएको राजा जसले यो देश बनायो, जसको कारण म आज नेपाली भनेर बाँच्न पाएको छु, जसले गर्दा देश जोगिएको छ, मैले उसको फोटो पनि राख्न नपाउने कुन व्यवस्था हो? यो पावरको मिसयुज हो कि हैन? कस्तो गणतन्त्र भन्नुहुन्छ के? 17,000 मान्छे जुन मारिएको थियो नि यो व्यवस्था ल्याउनको लागि, तर यो व्यवस्था 17 वर्षमै टिकेन नि। यो व्यवस्था नै सडकबाट आएको हो, पल्टिने पनि सडकबाटै नै हो। 300 मान्छेलाई बिना आधार बन्दी बनाइएको छ भनेपछि यो व्यवस्था ढलेको होइन। गणतन्त्र त्यही बेलामा ढल्यो जुन दिन उहाँहरूले निषेधित क्षेत्र टोकेर माइती घरमा समेत प्रदर्शन गर्न ब्यान गर्नुभयो हो क्या? यो व्यवस्था बोल्नको लागि नै लिएर आएको भन्नुहुन्छ होइन? उहाँहरूले बोल्न पाएका छौ। राजतन्त्रको बेलामा राजाको विरोधमा बोलेर हिँडिराख्नु भएको थियो उहाँहरू, त्यही पनि उहाँहरूलाई कारबाही भएको थिएन। तर गणतन्त्रको बेलामा हामी गणतन्त्रको विरोधमा बोल्न नपाउने त? गणतन्त्रको विरोधमा हामीले बोलेकै छैनौँ। हामीले त भ्रष्टाचारको विरोधमा बोलिरहेका छौँ, भ्रष्टाचारीलाई कारबाही गर्नु भनिरहेका छौँ। भ्रष्टाचारीलाई कारबाही गर्दाखेरि कुन गणतन्त्र विरोध भयो त? हामीले अहिलेसम्म गणतन्त्र फाल्नुपर्छ भनेकै थिएनौँ। हामीले त भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेका थियौँ। भ्रष्टाचारी उहाँहरू हुनुहुन्छ, उहाँहरूको मुटु कामेको छ। गणतन्त्र पहिले आयो क्या देशमा? जुन मान्छे राजाको शासनमा पनि पावरमा थियो त्यही मान्छे अहिले नि पावरमा छ। कस्तो गणतन्त्र आयो त? भ्रष्टाचारीलाई कारबाही गर्नु पर्यो। हामी यस्तो भ्रष्टबाट शासित हुन चाहँदैनौँ। भ्यू टावर बनाउनुको सट्टा एउटा सेल्टर होम, बाढी पहिरो जाने ठाउँमा बनाएको भए कतिजनाको ज्यान जोगिन्थ्यो। तर त्यो उहाँहरूको दिमागमा कहिले पनि आएन। देशको लागि उहाँहरूले कहिले पनि सोच्नु भएन। राजाहरूले पढ्नको लागि विश्वविद्यालय खोलिदिनु भयो, इन्टरनेसनल एयरपोर्ट खोलिदिनु भयो। विश्वासको मत त उहाँहरूले संसदबाट लिने त एउटा नाटक मात्रै हो। उहाँहरू त विश्वासको मत लिन इन्डिया चाइना पुग्नुहुन्छ। किनभने आरजु राणाले पहिला पनि आएर भन्नुभयो कि इन्डिया हाम्रो लागि कम्फर्टेबल छ, इन्डियाले सरकार परिवर्तन गर्न चाहेको छैन उहाँले भन्नुभयो। हामी नेपाली जनताको त के नै अधिकार भएर हामीले भोट हालेर पठाएको मान्छे भन्छौँ, तर उहाँहरू त इन्डियाले सरकार चेन्ज गर्न चाहेको छ कि छैन, चाइनाले चेन्ज गर्न चाहेको छ कि छैन, त्यसमा नै खिचोतानीमा बसिराख्नुहुन्छ। र उहाँहरूलाई हामी राष्ट्रवादी मानिसहरू अहिले उठेका छौँ, उहाँहरूले आफू जुन फोहोरमा हुनुहुन्छ त्यही फोहोर हामीमाथि छिट्टा पार्न खोज्दै हुनुहुन्छ। र उहाँहरूले भन्नुहुन्छ हामीलाई भारतको समर्थन छ। यदि भारतले हाम्रो देशमा राजा किन ल्याउन आउन चाहन्छ भनेको के? तपाईँहरूलाई यति पपेट जसरी नचाउन पाइरहेको छ, राजालाई त्यो गर्न नपाएर त उसले हटाएको हो। उसले भनिरहेको छ मैले हटाएको हो। हिन्दू राष्ट्र र यो देशबाट राजा हटाउनुमा भारतको ठुलो हात छ भनेर भारतीय मिडियाले दिनकै भनिरहेको छ। हिन्दू राष्ट्र र राजतन्त्र फर्काउन चाहेको भए बिजेपीको